जुत्तावाला बेबी मेरो चन्दन बेबी कता आयो कहाँ से आते हैं ऐसे लोग कौन ये हुँदैन हो कि हैन हुँदैन बिना मलाई बाँच्न गाह्रो भइसक्यो मलाई मर्नु त अनि हुँदैन बाँच्न गाह्रो पर्यो मुसा दबाई खा मर 60 किलो भने पृथ्वीलाई भार चन्दनतिर जाऊ कि छेमे मेरो बेबी छेमे ओए त म आमा यसलाई त किन आको आज मेरो 3टा केटाहरू आहा हेर्दै या मैंने मर्छ कुन दिन यार यो बौलाई केटा यो पागल ल बस त्यहाँ म मेरो चन्दनलाई छोड्दिन तर म आज मेरो चन्दनलाई छोड्दिन आहा मेरो वरिपरि केटा यसले शेखुलाई पनि छोडिदिने भोलि को ल चन्दन र म हो पुतली दाइको कमेन्ट पुतली दाइले कमेन्ट गर्नु भएको थियो चन्दनले म त देखिन चन्दनले हेरिस हो ल रविन दाइ र म आज मेरो वरिपरि आज बवाल खेल्ने आज बवाल खेल्ने ल पोको बस ल चन्दन गाइस सबजना लाइभ छ रे सबजना चन्दन सुन न आज त मेरो वरिपरि झुप्पाहरू छ यसलाई पनि कसैले गरेर बाटो ल्याएर यार घक्रक्कै पारा मार्दै यार कति बोल्दै रहेछ छ्या त पागल कहाँ से आते यो लोग कौन है रविन दाइ एरिसलाई लास्टै गाह्रो भएको छ एकछिन तपाईँ लाइभ बन्द गर्नुहोस् दाइ जानुहोस् दाइ बरु काम गरिहाल्नुहोस् आहा वरिपरि मेरो केटाहरू खेमे नदा के भन्छ यार केमे नगर्न त्यस्तो सम्हाल्नु पर्छ 3जनालाई मैले कन्ट्रोल बेबी पागल रत्न पार्कै बनाएन ढिलो चाँडो भयो रत्न पार्कै भयो मेरो लागि त यार 3जनालाई सम्हाल्नु पर्छ यार के भएको हामी कुदैन भिरिङ्गी लाएर मर्छ यार पागलै गिरी यार एउटा के यार टिकटक यार एउटा यार ओठेमा आउने बित्तिकै चाक देखाएर नाच्दियो अब यस्तो अलक्षणा पनौती लाग्छ यार हिजो भोटिङले लाइभमा पारेर पनौती लाग्यो नगर्नुहोस् दाइ के तपाईँ र म होइन चन्दन तिमी आज आएर मलाई दुवैजना टाइट स्ट्रङ बस्ने भए चाहिँ हामी चाहिँ के त्यही भनेको मेरो लास्टमा झुप्पाईवाला काम लाग्छ झुप्पा बेबी आउ तिमी र मसँगै बसौँ यसलाई कसैले गोली हान्दियो साँच्ची अति यार यो त यार रत्न पार्क ठमेलै भयो क्या हाम्रो लाइफ त तेरीमा ओठे यार चाक देखाएर नाचेर आफूलाई ज्याक्लिन फर्नान्डेज सम्झिन्छ यार पुतली दाइ अहिले भर्खर मैले तपाईँको कमेन्ट देखेको दाइ ल एउटा फेरि कमेन्ट गर्नुहोस् दाइ मैले अघिको कमेन्ट दाइ देखिन दाइ सन्जु सिस्टरले भन्छ कमेन्ट गरेको थियो पुतली दाइ चन्दन बोका हुन्छ कि हुँदैन ल है ए फेरि हामीलाई पुलिस दिन आउनु यार के गर्ने यार सन्जु पुतली दाइले अघि चाहिँ के भन्नु भयो बर्बाद हुनुभयो त दाइ यहाँ कमेन्टमा बक्समा सोध्दै हान्नुपर्छ नि गोद्नुपर्छ चन्दनले त लास्ट कडा काटिदिन्छ भाइ मार्छ यसले यार अघि नै फर्स्ट कमेन्ट के भन्नु भयो यसले पोलिसन गर्नको लागि घरमै पोखरी खने छ यार टेन्सन छैन हामी त कहाँ जाने पोखरी खोज्न दाइ म त चन्दनतिर जानुपर्छ क्या त मर्नु यार म त ओटेसँग त बस्दिनँ म त ओटेसँग त यसले आउने बित्तिकै चाक देखाइदिए पलक लगाइसक्यो होइन दाइ आज खेल्दिने ल बबाल खेल्दिनँ
सुरुमै पढा दिन्छ अब खत्म पार्छ यसले यार Sure the broad guys, sure the broad guys, sure the broad, sure the broad, sure the broad guys. Guys, sure the broad. मुर्रा गाङलाई एकदम रेस्पेक्ट छ खेमेलाई म उडाएर लगेर जान्छु काइनले तेरो रेस्पेक्ट मलाई कसैले खोप उडाइदियो त यार Sure the broad guys, sure the broad guys, sure the broad guys. लेट्स गो Sure the broad है साथीहरु Guys, sure the broad guys. कडा डबल टप रेड समझ Guys, sure the broad है दाइले के भन्नु भएको थियो गाइस कमेन्टहरु ठ्याक मुक्ति पाता लिया रे गेम सुरु गर्नु पर्यो Guys, sure the broad है साथीहरु पुतली दाइले स्टार्टिङमा के कमेन्ट गर्नु भयो मलाई थाहा छैन अनि सबै भियर्सले भन्छ पुतली दाइ आयो अनि त्यसपछि पुतली दाइले त के कमेन्ट गर्नुभयो बोका इन्जॉय योर लाइफ हैन मैले यो इन्जॉय योर लाइफ अनि बाइ भन्नु भएको थियो अनि मैले यो कमेन्ट देखेको त्यो भन्दा अगाडिको कमेन्ट मैले चाहिँ देखिन कि आउने बित्तिकै पुतली दाइले मलाई के न के भनेको थियो अनि मैले देखिन के भनेको थियो यार पुतली दाइ बोका मात्र भनेको थियो ए त्यसो गेम सुरु हान्नु पर्यो गेम ए बोका मात्र भएको थियो दिदी सनी दिदी ठिकै छ राजदाई हजुर भाइ भन्नु न मेरो भाइ ल अब गेमको बारे सुन ल ल गाइस अब रेडी हो गाइज है सबैजना के पर्छ अब यसो ब्याग किन्ने पैसा पनि आउनु पर्यो साथीहरु के बोल्छ प्याड किन्ने पैसा पनि आउन पर्यो यार दिनकै छाउ हुन्छ के केटी यार एउटा गिदी यार प्याड किन्ने पैसा किन्नु पर्यो ह्याट डिस्कस्टिङ यार अरे रविन दाइ हुन्छ ल चन्दन तिमी आज आएर मलाई धोका दिने हिजो भुटीले पादेर मलाई केटीसँग बोक्सी लागेको छ हाम्रोको अनुहार देखाएर चप्पलले दिने जस्तो के धोका दिने हो म र रविन दाइ भने क्या म र रविन दाइ अनि एरिस र आफू ओके चन्दन हामी खेल्छौँ क्या अनि स्ट्रङ भएर के तिम्रो के मार्न बसेको यहाँ स्ट्रङ हो स्ट्रङ के हो त बोका हो खेमे कम्ती डेन्जर छ बा स्ट्रङ बोका मेरो त मान्छे गिफ्टर आयो भने मात्र गिफ्टरहरु आयो भने मात्र हाम्रा पनि भियर मात्र भाइ गिफ्टर आयो भने म सुनले खेल्दिन्छु तीनजना सँगै खेल्दिन्छु यहाँ पनि सबै साथीहरु मात्र कहाँ पर हेर्नु गिफ्टर आउँदैन अस्ति रविन दाइले धुवा निकालेको थियो कसले त्यही भएर मैले भनेको थिएँ म र रविन दाइ मेरो एरिस ल अब फेरि ल एरिस ल हुन्छ त्यसो ल ल के हो पनि सुन ल हल्का इजी दे भाइ रुगा लास्ट यार गाइस एरिस पनिशमेन्ट पनि यो हर्न त ट्रक बिग्रिया बेला यो हर्न काम राख्दो रहेछ यार कोही म्यादी पुलिसको नायक छन् ए बाबा जेन्जीमा पुलिसको त सिटी चोरेर भएको छ क्या चन्दन भाइले यार अर्को छ फेरि ए बाबा ट्रकको हर्न बिग्रिहाल्यो भने यो हर्नले काम गर्छ कडा गाइस लेट्स गो खोइ ढिलो भइसक्यो यहाँ हतार भइसक्यो गर्न सक्नुहुन्थ्यो लाख रुपियाँ लाखा यार हैन जे सजिलो रमाइलो टाइपको उ हुनु पर्यो पनिशमेन्ट दियो जहिले पनि त्यही रसुन कचर नगर खोर्सानी कचर नदे त्यो नयाँ पनिशमेन्ट बोल जुन फिलिपिनमा बसेर जुन दिमाग लगा ल के भन्यो बोतलले गोल हान्ने हुँदैन हुँदैन यार बोतलले अहिलेसम्म रुबिनले गोल हानेको छैन क्या अहिलेसम्म बोतलले गोल हानेको छैन क्या मैले हान्दा पनि हान्दिनँ मित्र बोतलमा कहाँ हान्न मिल्छ त गोल फ्याट तेरिका के बोतल के गोल हान्नलाई बनाएको पानी खानलाई बनाएको बोतल ए अरे बोतल भन्दा पनि माथि उठ्न है के दिमाग लगा यार दिमाग लगा जहिले बोतलमा यसको सुई अड्किरह यार
देन दे अनि चन्दन अर्को पनिसमेन्ट यिनीहरूले लसुन खाएर मुखमा पट्टी बाँधेको छैन मलाई त्यो पनि दिनु मन छ है फेरि त्यही दिन मलाई दिन मन छ अहिलेसम्म गरेको छैन क्या यिनीहरूले त्यो पुरानो भयो के नयाँ दिन के यार कस्तो पनिसमेन्ट दिन्छ यार लसुन त घरमा सिद्धिरहेको छ यार म चाहिँ बोल्छु सुन हाब्रे सुन बोगा मेरो सानो बोतल छ ठुलो 1 लिटरको पानीको बोतलमा 10 वटा खोर्सानी पिसेर हाल्ने हैन रस्सी लिएर बाँध्ने हैन यत्रो दुलो गर्ने हैन बाँधेर टिक्कै तलमा जाने पुरै बडी खोर्सानी चाहिँ हुन्छ रस्सी लिएर बाँध्ने यसरी बाँध्ने अनि यो बोतल माथि झुन्ड्याएर हात तल खुट्टा च्यातेर पुरै तल झर्छ रविन दाइको सिस्टमै खराब हुन्छ बिस्तारै मैले सेम पनि भन्न सक्छु मित्र ओके हामी गर्ने जे पनि हुन सक्छ त्यो भन्दै जा पासा पल्टिन्छ गेम हो पासा पल्टिन्छ यहाँ तर हारेको छैन कहाँ दिन्छ हारेले सेकेन्ड नम्बरको अप्सनमा सुन्नु सेकेन्ड नम्बरको अप्सनमा के दिने गाइस सेकेन्ड नम्बरको अप्सनमा हाब्रेको त दिमागै छैन खालि केटा मात्रै खोज्छ बोका केटा खोज्छ रे केटले केटा नखोजे केटी हुन्छ त्यसले सबजना सपोर्ट चाहियो सबजना गए गाइस आज झन् 3 जना केटाहरू छ आमा फेरि भोलि यहाँ बन्धन धेरै बोल्छ यो 3 जना केटा मैले पाएँ भन्छ यार बाउरे केटै देख्न पाएको गर्ने यार तेरो घरमा दाजुभाइ छैन तेरो घरमा के गरे ए चुप खेमा सुजगा यो सेकेन्ड नम्बर खेमा सुन योमा कलगेट हालेर नाकको दुलोमा छिराउने अनि यो दुलोमा पुरै यो भित्र पुरै छिराउने यहाँसम्म छिराइसकेपछि यस्तो गर्नु ल दुलोको जालीहरू सभा हुन्छ यस्तो गर्नु तेस्रो नम्बरको पनिसमेन्ट हाब्रे बोल म त यिनीहरूले लसुन पनि गरेको छैन गोल पनि हानेको छैन अहिलेसम्म एउटा त म गराउँछु क्या त्यसो भए के दिन्छु लद्दे लसुन दिन्छु कि गोल हानिदिन्छु ल त्यसमा नि एउटा गोल आज मुडमा अब गोल हाल्ने तर पानी भरेर यो बोतलको बिर्को चाहिँ आफ्नोतिर ठ्याङ लाग्नु पर्यो कि भिटेर पनि अन्डामा लाग्यो भने जिन्दगी बर्बाद हाम्रो त बवाल सोच्नुपर्छ भएन उताबाट त एकदमै दुईटा पनिसमेन्ट चाहिँ सेम गर्दा पनि हुन्छ दाइ म त बोतल हाल्दा मैले पनि गर्दिनँ म त मान्छेले हेर्छु र तिनटै सेम दिउँ न त दाइ तपाईँहरू चेन्ज गर्नु न सेम किन दिनु पर्यो किन बुझिन नि पाएन दुईटा सेम तेस्रो के दिने भन्दाखेरि 4 हात लामो 4 हात 1 2 3 4 1 2 3 4 कोलगेट गल्नी आजा भाइ सबजनालाई झुल्लो सेकाइ हुन्छ त नाटक पानी होइन ब्याङ्क पार्टी हान्नु त बर्बादै 40 जना साउर हुन्छ किन त नै 30 मा गर्दिनु त बाग 30 बाग जाडा बनाउन कम गाह्रो छ रुखलाई 40 पट्यो भने साबर हुन्छ हैन ओके ल हुन्छ ल माग्लो मरिन्छ कि क्या आज ल हामीले सुन्नुगा guys share the broad guys ल गाइज अब सक्यो मजाक सुजाक भन्ने कुरा सक्यो साथीहरु share the broad guys ल